मैले के गर्ने आमा टानी आमा त हिँडिन् त हामीलाई टोलेर कहाँ गर्नु ल टानी हे भगवान अब मैले यसलाई कसरी सम्झाउनु आमा तिमी आफै भन न आमा उठ न आमा टानी किन रोकी त दाइ हाम्रो आमाले हामीलाई छोडेर गएन अब कहिले आउँदैनन् के भन्थे कि यो टानीले यत्ली आमा हिँड पुगेकी त देख्दिन यसको आँखा बुटेको त क्या खै तेलो आँखा लम्छ आँखा त तेलो त ठिकै छ त अनि नदेख्ने आमालाई कति लोटे नि दाइ अब आमा कहिले नउठ्ने गरी सुतिन् देख्दैनस् टानी आमालाई नलाई त लाट भोलिपल्ट त बोला आमालाई टुट्ने दिन धेर त आमा कतिले टुटेकी छन् यसरी आमालाई उ नगर्न ठोल्ले आमालाई टोल्ले खालि आमालाई परिचान मात्रै गर्छ यसले त टोल्ले आमालाई टोल्ले अब कहिले उठ्दिनन् के आमा के किन उठ्दिनन् आमा अहिले उठ्थिन् तदै त उठेर तलाइलाई मलाई अल्निल दुध खान दिँदैन त एक दिन दुध नदेन नतोइन तैँले अहिले उठेर फेरि तलाइलाई मलाई चान दिन्थिन् कि अहिले आमालाई नहल्लाई चाहिँ दुध नदे ल है त नि यो लटेरोलाई मैले कसरी सम्झाउ यो पागल हाम्रो आमा स्वर्ग गइसकिन् के टानी यो टोल्गा भन्ने कहाँ हो ल आमा त हिँडिन् त कतिले गर्नु त टोल्गा आमा टोल्गा गएको भए हिँड्न त म अनि आमा टङ्गै टोल्गा राम्रो त हुन्न ल टानी दाइ अहिले तैँले केही बुझ्दैनस् पछि बुझ्छस् अहिले चुप लाग टानी मलाई किन तपाईँले यतै भन्छन् मैले त बुझ्छु त अनि अहिले तँलाई हानिदिँदा फेरि तै चुप लाग टानी